मन्दिर चाहिँ यस्तो थियो। यस्तो भयो यहाँको सिटी यस्तो थियो। यो मन्दिरको एरिया। देन मन्दिरको फाइनल लुक्स यस्तो थियो। मेन्टेनेन्स गर्दाखेरिको स्टार्टिङ टाइमिङमा यस्तो थियो। देन यसको एरिया भनेको कति रहेछ भनेर भन्न पर्दा पनि एरियाको बारेमा यता लेखेको होला। मिनेट ल होल्ड गरेर चाहिँ मजाले पढ्न सक्नुहुन्छ है। यो थियो मन्दिरको लुक्स। माई गॉड। ओके देन त्यो समयको मन्दिरमा काम गर्ने मान्छेहरूदेखि लिएर मन्दिरको बनाउने समयको फोटोहरू यस्तो छ। लुक यो चाहिँ कुन ल्याङ्ग्वेजमा लेखेको यो ल्याङ्ग्वेज जानेकाले मात्र पढ्नु होला। पज गरेर भिडियोलाई फोटो चाहिँ यता म देखाइहाल्ने हजुरलाई। ओके यता पनि सेम ल्याङ्ग्वेज बट आई क्यान अन्डरस्ट्यान्ड दिस ल्याङ्ग्वेज। यो शिवजीको शिव र पार्वतीको यो। ओके देन लेयर्स अफ द टेम्पल। ल टेम्पलको हेर्नुहोस् है। टेम्पलका लेयर्सहरू यसरी थियो। ओके लुक भिडियो चाहिँ मैले छिटो गराउन चाहेँ किनभने चाहिँ मैले चाहिँ सर्ट भिडियो बनाउन खोजेको थिएँ। अलिकति लङ भयो यो भिडियो चाहिँ। पज गरेर मजाले पढ्न भ्याउनेले चाहिँ पढ्नु होला भन्ने आग्रह। पढ्ने त खासै भिडियो हेरेर पज गरेर पढ्ने जस्तो कोही पनि कसैले नि गर्नुहुन्न आई नो। तर पनि आई होप यस्तो छ। मेन पार्ट्सहरू चाहिँ लेख्ने ट्राई गर्छु है। केही बुझ्नुहुन्छ भने प्लिज है त। ओके अमेजिङ टेम्पल है। फाइनली हामीले चाहिँ सब भिजिट गरेर भइसक्यो नै हो। लास्ट चाहिँ यसको एरिया टेम्पल त्यसपछि 3वटा टेम्पल अझै पनि बिचमा थियो जति पनि स्पेसहरू छ एरियाहरू छ सबै हेर्न सक्नुहुन्छ।
नरसिंहजी नरसिंह र के प्रहलादको यो भिडियो हो। मन्दिरको नक्सा पढ्न जानुभएकोले चाहिँ यसरी नक्साहरू नि हेर्न सक्नुहुन्छ। लाइक यस्तो हुन्छ। फर्स्टमा लेआउट डायग्राम, यो वायरिङ डायग्राम भने जस्तै यो मन्दिरको आउट, देन यो लास्टमा एन्डिङमा चाहिँ ओके मजाले बनेको नि हेर्नु त कति राम्रो छ। यो सबै यो भगवानहरूको यिनी कला आकृतिहरू सबै जसरी खोपेर बनाएका छन्। यो भगवान सबै भगवानहरूले चाहिँ आफ्नो पालामा गरेका सम्पूर्ण कुराहरू चाहिँ समावेश गर्न सके जसम्मका गरेका छन्। एकदमै राम्रो लाग्यो गाइस, एकदम